गाइस आज चाहिँ म गाडी किन्न जाँदैछु। म यहाँ मेरो राहुल भन्ने साथीलाई फोन गर्छु। साथीले के भन्छ अब एक सेकेन्ड, त्यसको नम्बर मसँग सेभ छ तर त्यसलाई फोन लागेको छैन। म त्यसको नम्बर हाल्छु यहाँ। ल ल ल अब चाहिँ म गाडी लिन जाँदैछु हैन। गाडीको सोरुम चाहिँ यहाँबाट धेरै टाढा पनि छैन। यहाँबाट मेरो बजार त्यहाँ बाइक देख्न सक्नुहुन्छ। म खास गाडी किन्न जान लाग्यो हैन। ल हेर्न सक्नुहुन्छ म यति ठुलो हाई जम्प हानिरहेको छु। देख्नुभयो मेरो पार्कर, यति ठुलो हाई जम्प हानिरहेको छु म। अब बाइक झिकेर जान्छु। अब यहाँबाट धेरै टाढा पनि छैन। मेरो साथीलाई भेटेर आउँछु म हैन। अब यताबाट यस्तो यु टर्न लिनुपर्छ हैन। यहाँ चाहिँ यसो ध्यान दिनुपर्छ के। अब यताबाट सरी यो बाटै भोलि। अब यताबाट यसरी जाने हो कि मेरो साथीको घर चाहिँ हैन। यस्तो गरेर चाहिँ हैन, यस्तो गरेर म अब भ्याँ कुदाएर जान्छु हैन साथीको सोरुममा हैन। अब यस्तो कुदाएर गइरहेको छु हैन। अब ल्याम्बोर्गिनी देखियो। ल यार गाइस ब्रेकै नलाग्दिरा के, मेरो गाडीको मेरो साथीको सोरुम आयो हैन। म चाहिँ खास अटो लिन आयो है। अटो चाहिँ माथि हुन्छ मलाई थाहा छ। मेरो साथीले म पहिला नि हेर्न आएको थिएँ नि त यहाँ। यहाँ अटो छ। ल यार लास्ट 2 पिस्टै छ। अब म एउटा अटोलाई लिएर जान्छु। एउटा अटो चाहिँ म फाइनल गर्छु हैन। एकचोटि टेस्ट ड्राइभ भनेर आउनु पर्यो। टेस्ट ड्राइभ भनेर आउँछु। हेडलाइट त बल्छ नि, सो एकचोटि चेक हानु। अहिले देखिएन राति, के अरे अहिले देखिएन बिहान भएर, नत्र राति बल्छ होला। ल मलाई यो अटो मन पर्यो। लगाए छैन मैले चाहिँ मान्छे माथि, त्यही मन पर्यो मलाई। मेरो यहाँ कन्ट्रोल छैन नि त अहिले, मलाई अटो चलाउने बानी लाग्यो हैन। तर म साथीलाई चाहिँ कुर्छु हैन। मेरो साथीलाई कुर्नु पर्यो नि, एकछिन भए पनि कुर्छु हैन। अटोबाट निक्लिन्छु हैन, फोन गरेर बोलाउँछु त्यसलाई। तर फेरि मेरो उमा ब्यालेन्सै छैन। खदाइरल आयो बाइकमा ल आयो मेरो साथी आयो। ल ल ठिक छ नि हेर्नु त साथी। मलाई त्यस्तै छ अब, सन्चै छ। अब ल म यो तिम्रो अटो लिएर जान्छु हैन। पैसा अहिले पछि दिउँला नि हैन। अब हाम्रो खाता जति छ नि अब पछि दिउँला नि है। के छ त्यस्तो केही हुँदैन, पछि दिउँला नि। ल ल ल ल ल यो चाहिँ को भाइ तिम्रो? ल ल ल ल भाइ ल जाऊ तिमीहरू जाऊ। म अटो लिएर जान्छु हैन। पैसाको कुरा चाहिँ फेरि अहिले नगर है, पछि है। म अहिले अटो लिएर जान्छु। ल गाइस फाइनली मैले अटो पनि पास हानिसकेँ, बिकज मलाई अटो मन पर्यो। अब म यसलाई सर्भिसिङको लागि छोडिदिन्छु। म अब सर्भिसिङ कता हुन्छ मेरो ग्यारेजमा हुन्छ हैन। अब म यसलाई मेरो बाइक लिन अहिले पछि आउनुपर्छ। तर मलाई अटोको धेरै कन्ट्रोल थाहा छैन, त्यही भएर म यसो हेर्नुहोस् म यसरी चलाउँदैछु। मैले पछाडि क्यामेरा फिट गरेर चलाइरहेको छु तपाईँहरूलाई देखाउन भनेर। अब चाहिँ म ड्रोन सट लिइरहेको छु। ओ गाइज यार क्या बाँचे यार गाइज। ल गाइस ठिक छ नि हैन। अब म मेरो घर आइसकेँ हैन। यताबाट हैन, अब म यताबाट जानुपर्ने हुन्छ।
यताबाट जानुपर्ने हुन्छ किनकि यताबाट आउनेले यताबाट घुमेर जाने हो नि त जताबाट पनि हुन्छ नि त म यतैबाट जान्छु किनकि बिकज आई लभ लङ कट धेरै टाइम वेस्ट हुन्छ नि त धेरै टाइम वेस्ट हुन्छ नि ए गाइजर क्या उहिले हान्दै है मैले त म मेरो गराजमा लान्छु डाइरेक्टली बिकज कलरहरू चेन्ज हान्नु छ मलाई देख्नुभयो मैले स्टन्ट पनि हान्छु मैले आफ्नो ग्याराजमा हाल्दिएँ ल मैले आफ्नो ग्याराजमा हाल्दिएँ अब एकछिन कलर चेन्ज गर्न दिनुपर्छ म मान्छेलाई मोडिफिकेसन गर्न दिएको थिएँ अब म यता आइसकेँ अटो मोडिफिकेसन भयो कि भएन मोडो होइन मोडिफिकेसन भयो कि भएन हेर्न आएको छु अब अटो लिएर जान्छु म कलर चेन्ज चाहिँ गरेर हिँड्छ तर मलाई केही छैन अटो लिएर जान्छु पैसाको पछि हुन्छ ओ गाइस ड्रिफ्ट चाहिँ मस्त हान्दो रहेछ यो गाडी पनि कति सोलो कुदाएको यार म त उडै हानिदिन्छु ल गाइस देख्नुभयो मेरो अलिअलि अटो चलाउन आउँछ मेरो ह्यान्डल कपाल हेर्न सक्नुहुन्छ देख्नुभयो मैले दुई पाङ्रामा चलाइदिन्छु दुई पाङ्रामा अब यताबाट होइन मैले बाइक चाहिँ छोडेर आइसकेँ अहिले चाहिँ मलाई लिन आउनुपर्छ यो बाइकवालालाई ओभरटेक हानु टेस्ट ड्राइभ हानेर आउँ मैले घरकै ग्याराजमा बनाउनु दिएको घरकै ग्याराजमा मान्छे बोलाएर बनाउनु दिएको मान्छेको केटिएम त त्यही छ तर मान्छे छैन यसरी साथीको सोरुमतिर गएर आउनु पऱ्यो होइन गाडीहरू त सबै बिकिसक्यो होला एकचोटि हेरेर आउनु होइन एक सेकेन्ड कुन बाटो आयो यार मेरो घरबाट त यही थियो एक सेकेन्ड अर्कै बाटो आएछ है गाइजहरू मेरो घरबाट यो चाहिँ होइन है यो चाहिँ हो होइन अरे म निक्लियो चाहिँ कता त्यो थाहा पाए हुन्थ्यो कि मैले ल गाइज अब म जुन बाटो आएको त्यही बाटो फर्किनु पर्ने अवस्था होइन पहिला सुरुमा कुन बाटो आएको थिएँ ल मलाई थाहा भयो मेरो घर यता होइन गाइजहरू होइन सरी है मेरो घर यता होइन कस्तो गाइज यार अब तपाईँहरूलाई त नभनौँ अब मेरै गल्ती भयो सरी म कता आइपुगेछु के गर्नु साथीहरू यस्तै हुन्छ आउनु त यही बाटो आएको जाँदाखेरि बाटो कसरी चेन्ज भयो एक सेकेन्ड यो आउनु त ठिक छ होइन आउनु त यतिबाट आएको अब एकचोटि म फेरि अटो लिएर जान्छु होइन के भने देखा मित्र छैन छैन छोड्यो यसो साथीको सोरुमतिर गराउँ भनेको साथीको सोरुम पनि कता हो मतलब बिर्सिन्छु होइन अगाडि नै जस्तो छ यसो हेरौँ न एकचोटि ल गाइस म आइपुगेँ चाहिँ कता मलाई यो भन्दै हुन्थ्यो क्या मलाई यो भन्दियो भने नि म डाइरेक्ट मेरो घर एन्ट्री हान्थेँ क्या म कहाँ आइपुगिनँ मलाई लागेन होइन के काम हो मलाई कहाँ आइपुगिनँ मलाई थाहा छैन लगाएछ बल्ल मेरो घर निक्ल्यो होइन रहेछ म आइपुगेँ चाहिँ कता आइपुगेँ यार म ओ यार अटो यार जस्तै सकर हालेर चाहिँ
मेरै घर जस्तो लाग्छ त मेरो घर त तल हो त म यहाँ साथीको सोरुम हेर्न आइरहेको छु यार यो साथीको सोरुम भत्कायो यार यार सकर कति धेरै हालेछ यार बल्ल बल्ल बचाएको यार नोटिफिकेसन नि हान्न नदिनु रहेछ यार साह्रै तपाईँहरू पनि नदिनु होला है नोटिफिकेसन लास्टै बिग्रिन्छ यताबाट चाहिँ हो कि अब फाइनल गाइज मैले मेरो घर भेट्टाउन सफल हुन्छु ल फाइनल गाइज मेरो घर पनि भेट्यो जस्तो छ होइन ल अटोमा ओभर मोडिफिकेसन भएर छैन होइन अब अटोमा ओभर मोडिफिकेसन भएर होइन म चाहिँ अब उतातिर जाँदैछु या उतातिर घर आउँदैछु होइन म यतापट्टि बल्ल मेरो घर निक्ल्यो जस्तो लाग्यो मलाई होइन तर फेरि पनि म बाटै बिर्सिन्छु त यार मेरो घर छ चाहिँ कता ए छ चाहिँ कता यार मेरो घर छ चाहिँ कता मेरो घर ल गाइस यार अटो पनि पल्टिन लाग्यो तर मैले बचाएँ ओ गाइस थाहा मेरो घर थाहा मेरो घर हेर्नु साथीको गेराज थाहा यतैबाट मैले अटो लगाएँ मैले बल्ल याद आयो गाडी बनाउने काम चलिरहेको छ होला त्यही भएर डाङ डुङ आएको छ लेकिन एक सेकेन्ड सब पनि क्लोज छ त पैसा तिर्न आएको यार सब पनि क्लोज छ एउटा साथीले फोन गरेर सोध्नु पर्यो ल गाइस मैले कुरा पनि गरिसकेँ उसले चाहिँ यो पसलै छोडेर गएछ त्यो पनि ठिक छ आजको डेली ब्लग के अरे आजको डेली ब्लग त होइन आजको ब्लगमा चाहिँ सबजनालाई हेरिदिनु भएकोमा धन्यवाद लेट्स सब्सक्राइब माई च्यानल ओके इङ्ग्लिस हान्दिनु फेरि हामी ल यार गाइजहरू लास्टै दसाऱ्यो होइन अब एकचोटि म यसो एकचोटि यहाँ एयरपोर्टतिर आएको छु होइन कोही आउँछ कि मेरो अटोमा चढ्न भनेर तर आजको भिडियोमा यति मात्रै होइन हस् त आजको भिडियोमा यति मात्रै यति भन्दै मेरो शब्द टुङ्गाउँछु